फलामे हालेको जोताइ मसारमा हिँडे जस्तै हिँड्दो रहेछ। जोताइ चाहिँ दामी हुँदो रहेछ हौ। ल है साथी फलामे हालेको जोताइ यस्तो बवाल भयो भने फलामे हालेले काठे हालेले कहाँ यतिको गुरु यति छिटो जोत्न सक्छ भने मसारमा जोते जरे जोतेको नि सलालालालाला गुरुलाई नि खासै असर नपर्दो रहेछ कि जस्तो लाग्यो। बल पऱ्यो भने तान्दैन त अनि मेरो नि यो दाहिनेले बटारेर तान्छ ठिकै हुन्छ कि फलामे हालोले। तिमीले त अझै खुट्टा लगाएको होइन बाक्लो निकालेर हो क्या बाक्लो पातलो निकाल्यो भने त फलामे हालो जोत्ने र काठे हालो जोत्ने मान्छे भयो भने सुझाव फलामे हालो जोत्ने मान्छेलाई सिरानबाट जोत्न लाउनुपर्छ। सिरानबाट अनि फलामे हालेर जोते देखेर काठे हालो जोत मन लाग्दैन अनि एकपल्ट मलाई बीचबाट जोतेको हेर मन लाग्यो के छाउरो कुनाबाट त बवालै भयो। फेरि यहाँको त माटो पनि बवाल छ क्या कान्छा दाइहरुको र यो चाहिँ आफूले फलामे हालेर जोत्ने जस्तै छ कि